अहिले तपाईलाई निन्द्रा लागिरहेको छैन वा ओछ्यानमा पल्टिँदा पनि मन शान्त हुन सकेको छैन भने यो अडियो अन्त्यसम्म सुन्ने सम्भावना सायद धेरै कम छ, किनभने केही क्षणमै तपाईँ गहिरो मिठो निन्द्रामा डुब्न थाल्नुहुनेछ। धेरै मानिसहरू भन्छन् निन्द्रा समयको बर्बादी हो, तर साँचो कुरा के हो भने निन्द्रा नै त्यो समय हो जहाँ शरीर निको हुन्छ, मन हलुका हुन्छ र भोलिको जीवन तयार हुन्छ। जब तपाईँ सुत्नुहुन्छ, शरीरले दिनभरिको थकान मर्मत गर्छ, मनले अनावश्यक चिन्ता, डर, बोझ बिस्तारै छोड्छ। दिमागले भोलिका लागि नयाँ शक्ति, नयाँ स्पष्टता र नयाँ ऊर्जा सङ्कलन गर्छ। निन्द्रा नपुग्दा सानो कुरा पनि ठूलो समस्या जस्तो लाग्न थाल्छ। मन चाँडै रिसाउँछ, ध्यान केन्द्रित हुँदैन, निर्णयहरू कमजोर हुन्छन्, आफ्नै शरीरमाथि, आफ्नै जीवनमाथि आफै भरोसा घट्न थाल्छ। तर राम्रो निन्द्रा लिएपछि मन शान्त हुन्छ, सोच स्पष्ट हुन्छ, शब्दहरू ठिक ठाउँमा आउँछन्, काम गर्ने शक्ति बढ्न थाल्छ र जीवन फेरि आफ्नै हातमा आएको जस्तो महसुस हुन्छ। निन्द्रा भनेको आलस्य होइन, निन्द्रा भनेको भोलिको सफलताका लागि शक्ति जम्मा गर्ने समय हो। भोलि राम्रो काम गर्न, भोलि सही निर्णय गर्न, भोलि सकारात्मक सोच्न, भोलि आफूलाई बलियो महसुस गर्न निन्द्रा अनिवार्य छ। र आज तपाईले एउटा सानो तर महत्त्वपूर्ण निर्णय गर्नुभएको छ। आज तपाईँ मनमा केही कुरा खेलाउनु हुने छैन। निन्द्रा लागेन भनेर ओल्टी कोल्टी फर्किराख्नु पर्ने छैन। आज तपाईँ सुन्नुहुन्छ र सुन्दै सुन्दै शान्त रूपमा सुत्नुहुन्छ। अब केही गर्नुपर्ने छैन, केही सोच्नुपर्ने छैन। म तपाईलाई यहीँबाट बिस्तारै सुरक्षित रूपमा गहिरो निन्द्रातर्फ लैजाँदैछु। तपाईको सास बिस्तारै गहिरो हुँदै जान्छ, शरीर हलुका हुँदै जान्छ, मन शान्त हुँदै जान्छ र तपाईले महसुस गर्दा नगर्दै निन्द्राले तपाईलाई अङ्गालो हालिसकेको हुनेछ। आजको निन्द्रा भोलिको तपाईको लागि सबैभन्दा ठूलो उपहार हो। अब शान्त तरिकाले ओछ्यानमा सुत्नुस्। आरामसँग सुतेको कल्पना गर्नुस्। आँखा बिस्तारै बन्द हुँदैछन्। बाहिरको संसार बिस्तारै बिस्तारै टाढिँदै गएको छ। अब केही कामहरू गर्नुपर्ने छैन, कतै पुग्नुपर्ने छैन, केही सोच्नुपर्ने छैन। सास भित्र लिनुस्, बिस्तारै र सास बाहिर छोड्नुस्। अझै बिस्तारै। फेरि एकपटक गहिरो सास लिनुस् र सबै थकान साससँगै बाहिर निकाल्नुस्। अब तपाईको टाउको हल्का हुँदैछ, निधार ढिलो ढिलो रिल्याक्स हुँदैछ। आँखाका नानीहरू शान्त हुँदैछन्। घाँटी, काँध, छाती सबै ठाउँमा शान्ति फैलिँदै गएको छ। अब तपाईँ सुरक्षित हुनुहुन्छ। यो समय केवल तपाईको हो। आजका सबै चिन्ता यहीँ रोकिन्छन्। आज जे भयो, भोलि जे हुनेछ भोलि हेरौँला। अहिले केवल आराम, अहिले केवल निन्द्रा। सास भित्र, शान्ति पनि भित्र, सास बाहिर, चिन्ता पनि बाहिर। अब तपाईँ एउटा शान्त ठाउँमा हुनुहुन्छ। हल्का हावा चलिरहेको छ, तापक्रम एकदम ठिक छ। शरीरलाई कुनै बोझ छैन, यहाँ कुनै आवाज छैन, कुनै डर छैन, कुनै दबाव छैन। तपाईँ सुरक्षित हुनुहुन्छ, तपाईँ शान्त हुनुहुन्छ, तपाईँ निन्द्रामा जान तयार हुनुहुन्छ। अब तपाईको शरीर आफै सुत्न थाल्दैछ। जति सुन्नुहुन्छ त्यति नै गहिरो निन्द्रामा जानुहुन्छ।
यदि बीचमा सोच आयो भने त्यो बादल जस्तै बगेर जान दिनुस्, पछ्याउनु पर्दैन। अब सास ढिलो, अझै ढिलो, शरीर भारी हुँदैछ, ओछ्यानले तपाईलाई सम्हालिरहेको छ। अब निन्द्रा स्वाभाविक रूपमा आफै आउँछ। बल गर्नु पर्दैन, रोकिनु पर्दैन। तपाईँ सुत्दै हुनुहुन्छ, अझै गहिरो, अझै शान्त। अब मैले बोलेको शब्दहरू पनि ढिलो हुँदैछन्, ध्वनि नरम हुँदैछ। सुन्ने र नसुन्नेको बीचमा तपाईँ बिस्तारै झर्दै हुनुहुन्छ। अब सोचहरू टाढा छन्, यादहरू हल्का छन्, सबै कुरा सुरक्षित छ। सास आफै चलिरहेको छ, गन्नु पर्दैन, नियन्त्रण गर्नु पर्दैन। शरीरलाई थाहा छ कसरी सुत्ने, तपाईले अनुमति मात्र दिनु हो। अब खुट्टाका औंलाहरू न्यानो हुँदैछन्, पाउहरू भारी हुँदैछन्, घुँडा, जाङ, पुरै शरीर ओछ्यानमा ढल्किँदै गएको छ। अब तपाईँ झर्दै हुनुहुन्छ, अब तपाईँ तल झर्दै हुनुहुन्छ, धेरै तल, धेरै गहिरो, जहाँ कुनै शब्द आवश्यक छैन, जहाँ कुनै प्रयास गर्नुपर्ने छैन। यदि आवाज टाढा लाग्यो भने त्यो ठिकै हो, त्यो निन्द्राको संकेत हो। यदि शब्द छुट्न थाले भने त्यो अझ राम्रो हो। अब मन शून्यतिर जाँदैछ, तर डर छैन। यहाँ शान्ति मात्र छ, सास भित्र हल्कापन, सास बाहिर गहिरोपन। अब तपाईँ सुरक्षित निन्द्रामा हुनुहुन्छ। बाहिर संसारले अहिले तपाईलाई चिन्दैन। समयको अनुभूति हराउँदैछ। केही मिनेट, केही घण्टा सबै उस्तै लाग्छ। शरीर पूर्ण विश्राममा छ, मन पूर्ण मौनमा छ। अब तपाईँ सुन्नुहुन्न, तपाईँ केवल सुत्नुहुन्छ। यदि कुनै आवाज बाँकी छ भने त्यो तपाईँ अझै गहिरो निन्द्रामा लैजानको लागि हो। अब निन्द्रा स्थिर हुँदैछ। गहिरो निन्द्रा, निरन्तर, सुरक्षित। तपाईँ आराममा हुनुहुन्छ, तपाईँ शान्तिमा हुनुहुन्छ। अब केही गर्नुपर्ने छैन, केही बदल्नु पर्ने छैन। सबै ठिक छ, सबै सुरक्षित छ। तपाईँ सुरक्षित तरिकाले सुतिरहनु भएको छ, गहिरो, अझै गहिरो।